भिडियो कहाँ गयो तपाईँ फेरि म पछाडि देखेँ यसरी वेलकम टु ब्याक टु फर्स्ट बङ्गाल चाहिँ के ल हाम्रो चाहिँ यहाँ तयारी देखा कौन के गेम गरे अनि कौन के गेम गरे यो सेफर पोइजन सेफर पोइजन हाम्रो मन फेरि जस्तै तपाईले रोजेको खाएन नि तपाईले यो रोज्नु भएन मैले यो खाएँ नि सेफ भन्नु जस्तै तपाईँले यो रोज्नु भएन मैले यो खाएँ भने पोइजन भन्दै अनि म गेम मतलब के तिमी रङ एन्ड राइट जस्तै टाइपको गर के बुझ्यौ नि अब खायौ नि खाएपछि फेरि चाहिँ त्यस्तो नि म भिडियो अनि क्यामेराम्यान चाहिँ हाम्रो अनुपर्नु भएको छ होइन उहाँ चाहिँ खेलिसक्नु भएको छ त्यसैले मलाई क्यामेरातिर यसो राखिदेऊ आज यतिका मिठाईहरू छन् होइन त्यही भएर ल अब कसरी खेल्ने सुरुवात भन्दाखेरि ल सानोबाट सानो है त ल आँखा चिनेर ल रोज एउटा मिठाई ल तैँले आफू बन्द कमी आफू बन्द मन परेको रोज्ने बेला मम्मी रोज है आफू बन्द ल है ल सानाबाट चाल्नु सानाबाट अरू सब अझ नखोल्नु राख न अलिक साना सेप हो यो रोज्नु ल तिमी पाली ल के हो सेपो के हो नपाल्नुहोस् डर लाग्ला आवाज त ल सेप के हो जस्तो लाग्यो यार ल सेप हो यो कुरा यत्रै भयो भने धेरै लेख्छु सेप हो Siapa? Tiara? Ding, Tiara kan? चारवटा मिठाई छ यहाँ त भगवान् घरमा लाएर के को मबाट ल पोइजन त्यो लिक बस लिएर बस ढुक्क यो दिनु होला पोइजनमा लिएको थियो तर गाई चाहिँ यो रुल रेगुलेसन बिच बिचमा बिग्रियो मैले खाएँ एउटा दुईवटा तिनवटा 4 5 6वटा मिठाई खाएँ 8वटा सातवटा मिठाई खाएँ ल यो आफ्नो भयो उपलक्ष्यमा र गाइजहरू अब हामी चाहिँ सेफर पोइजन मिठाई खेल्ने गेम अब घरभित्रै बनाएर खेल्न पर्छ कि यो फेरि हाम्रो यस्तो पानी परेको हो पानीमा फेरि बाहिर गएर बनाउन मिल्दैन नि त त्यही भएर अनि क्यामेराम्यान चाहिँ यहाँबाट खिचिरहनु भएको थियो अनि यो मिठाई चाहिँ बाँड खाइरहेको छ मेरो पनि भाग राख्दै भाइ यति ल
यस्तो परिवारमा बाँडफाँड भइरहेको यस्तो गेम चाहिँ खेल्यो कस्तो लाग्यो हजुरहरूलाई गेम भन्न कमेन्टमा लेख्न चाहिँ नभुल्नु होला यस्तै राम्रो राम्रो भिडियो बनाएर हजुरहरूलाई दिने नै छु भन्दै अनि नेक्स्ट टाइम चाहिँ कुन गेम खेल्ने सुझाव सल्लाह दिनु अहिले चाहिँ हाम्रो फ्यामिली पनि अहिले एक्लै छैनन् यिनीहरू पनि भिडियो हेर्न नछुटाउनु होला रमाइलो हुन्छ नि फ्यामिलीहरू हुँदा चाहिँ कुन गेम राम्रो हुन्छ भनेर सजेस्ट गरेर मलाई चाहिँ उसमा कमेन्टमा लेखिदिनु होला भनेर आजलाई यति नै भन्दै सानो छोटो मिठो भलग लिएर यति भन्दै आजलाई म बिदा लिन चाहन्छु हस्त बाई बाई टेक केयर अल अफ जय नेपाल।